नमस्ते। आज हामी अत्यन्तै सफल मानिसहरूले अपनाउने ती 10 शक्तिशाली बानीहरूको बारेमा कुरा गर्नेछौँ। आखिर के हो त उनीहरूको सफलता पछाडिको रहस्य? आउनुहोस् पत्ता लगाऊँ। ल, एउटा प्रश्नबाट सुरु गरौँ है त। कहिले सोच्नु भएको छ किन कोही मान्छेहरू जीवनमा यति धेरै सफल हुन्छन् तर धेरै जसो चाहिँ सामान्य जीवनमै अड्किन्छन्? के यो भाग्यले गर्दा मात्र हो वा यसको पछाडि कुनै फर्मुला छ? आज हामी यही प्रश्नको जवाफ खोज्नेछौँ। र यसको जवाफ सोचेभन्दा धेरै सरल छ। सफलता भनेको कुनै चिट्ठा वा भाग्यको खेल होइन। बिल गेट्सदेखि लिएर इलोन मस्कसम्म सबै सफल व्यक्तिहरूको जीवनमा एउटा कुरा साझा देखिन्छ र त्यो हो उनीहरूको दैनिक बानी। कुनै पनि सफलताको यात्रा बाहिर होइन, भित्रबाट, मतलब दिमागबाट सुरु हुन्छ। हाम्रो पहिलो खण्ड यही हो, सोच र दृष्टिकोण। किनभने कुनै पनि ठुलो काम गर्नुभन्दा पहिले त्यसलाई आफ्नो दिमागमा स्पष्ट रूपमा देख्न सक्नुपर्छ। पहिलो बानी हो एकदमै स्पष्ट लक्ष्य बनाउनु। सफल मानिसहरूलाई ठ्याक्क थाहा हुन्छ कि उनीहरू कहाँ पुग्न चाहन्छन्। जब हामीलाई आफ्नो डेस्टिनेसन थाहा हुन्छ, त्यहाँसम्म पुग्ने बाटो पनि आफै बन्दै जान्छ, होइन र? अब दोस्रो बानीबारे कुरा गरौँ, त्यो हो सकारात्मक सोच। हेर्नुहोस्, जीवनमा चुनौतीहरू र समस्याहरू त सबैलाई आउँछन्, तर सफल मानिसहरू समस्यामा डुबेर बस्दैनन्। बरु उनीहरू आफ्नो शक्ति समाधान खोज्नमा लगाउँछन्। हो, उनीहरूको असफलतालाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ। उनीहरू असफलतासँग डराउँदैनन्। उनीहरूका लागि हरेक असफलता एउटा पाठ हो, सफलताको बाटोमा एउटा खुट्किलो। गल्तीबाट सिक्ने र अझ बलियो भएर अगाडि बढ्ने। सोच जतिसुकै राम्रो भए पनि त्यसलाई काममा नउतारेसम्म त केही हुँदैन। त्यसैले अब हामी दोस्रो खण्डमा जाँदैछौँ, कार्य र अनुशासन, जसले सपनालाई वास्तविकतामा बदल्छ। अर्को महत्त्वपूर्ण बानी हो समयको कदर गर्नु। सफल मानिसहरू आफ्नो समयलाई पैसाभन्दा पनि ठुलो सम्पत्ति ठान्छन्। उनीहरू आफ्नो हरेक मिनट महत्त्वपूर्ण काममा लगाउँछन् र समय बर्बाद गर्ने कुराहरूबाट जानी जानी टाढा बस्छन्। अनि यहीँनिर आउँछ पाँचौँ बानी, अनुशासन। एउटा कुरा के भनिन्छ भने अनुशासन बिना सफलता असम्भव छ। यसको मतलब हो हरेक दिन, चाहे मुड होस् वा नहोस्, आफ्नो लक्ष्यप्रति प्रतिबद्ध भएर निरन्तर काम गरिरहनु। छैठौँ बानी छ काममा केन्द्रित रहनु, मतलब फोकस हुनु। सफल मानिसहरू एकैपटक धेरै काम गर्न खोज्दैनन्, बरु उनीहरू सबैभन्दा महत्त्वपूर्ण एउटा काममा आफ्नो पुरा ध्यान लगाउँछन् र ध्यान भङ्ग गर्ने हरेक कुरालाई साइड लगाउँछन्। ल, अब हामी अन्तिम खण्डमा आइपुग्यौँ, विकास र वृद्धि। सफलता भनेको कुनै एक ठाउँमा पुगेर रोकिने कुरा होइन, यो त निरन्तर चलिरहने प्रक्रिया हो। यो खण्डले त्यही दिगो सफलताको रहस्य खोल्छन्। सातौँ बानी हो सधैँ सिकिरहने बानी। यो दुनियाँ एकटी छिटो बदलिँदैछ कि हिजो सिकेको कुरा आज काम नलाग्न सक्छ। त्यसैले सफल मानिसहरू किताब पढेर होस्, अनुभवबाट होस् वा नयाँ सिप सिकेर सधैँ आफूलाई अपडेटेड राखिरहन्छन्। आठौँ बानीले हामीलाई सम्झाउँछ कि स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो। सफल व्यक्तिहरू यो कुरालाई गम्भीरताका साथ लिन्छन्। नियमित व्यायाम, राम्रो खाना र पुरा निद्रा। किनभने शरीर नै स्वास्थ्य छैन भने दिमागले कसरी राम्रोसँग काम गर्छ र? अब नौ बानीमा जाउँ, जुन हो राम्रो सम्बन्धको सञ्जाल बनाउनु। कोही पनि एक्लै सफल हुँदैन। सफल मानिसहरू सकारात्मक र सहयोगी व्यक्तिहरूसँग अर्थपूर्ण सम्बन्ध बनाउँछन्, सहकार्यमा विश्वास गर्छन् र एकअर्कालाई अगाडि बढ्न मद्दत गर्छन्। र अन्तिम 10औँ बानी हो अरूलाई मूल्य दिनु, मतलब अरूको जीवनमा केही राम्रो योगदान दिनु। साँचो सफलता तब मात्र मिल्छ जब कुनै व्यक्तिको कामले अरूको जीवनमा सकारात्मक प्रभाव पार्छ, चाहे त्यो सेवा मार्फत होस्, ज्ञान बाँडेर होस् वा समाजमा योगदान दिएर। त्यसो भए यी सबै बानीहरूलाई हेर्दा के बुझिन्छ भने सफलता कुनै डेस्टिनेसन होइन, यो त एउटा निरन्तर यात्रा हो। यो हरेक दिन गरिने सानसाना छनौट र अनुशासनको परिणाम हो। अन्तमा भन्नुपर्दा सफलता कुनै चमत्कार होइन, यो त सोच, अनुशासन र निरन्तर विकासमा आधारित दैनिक बानीहरूको एउटा सुन्दर परिणाम हो। स्पष्ट लक्ष्य राख्नेदेखि लिएर अरूलाई सहयोग गर्नेसम्म। महत्त्वपूर्ण कुरा के हो भने यी बानीहरूलाई थोरै थोरै गरेर जीवनमा लागू गर्न सकिन्छ। एकै रातमा सबै कुरा बदलिँदैन, तर निरन्तर प्रयासले जीवनलाई बिस्तारै सफलताको बाटोमा अवश्य लैजान्छ। अब प्रश्न उठ्छ,
यी 10 बानीहरूमध्ये आजबाट कुन चाहिँ एउटा बानीलाई आफ्नो जीवनको हिस्सा बनाउन सकिन्छ? यही प्रश्नको जवाफले नै भविष्यको यात्रा तय गर्न सक्छ।